8 9 10 10वटा मात्रै 10वटा। मेरो बाँकी गाजर कसले चोर्यो? कतिवटा झिङ्गाहरू छन् के तिमीहरू गन्न सक्छौ? ल तिमीहरू मेरो झिङ्गाहरू गन्नु, यहाँ भएका झिङ्गाहरू गन्नु हुन्छ। अहिलेलाई बाई बाई। के हो थाहा छ? यो पपेट हो। यसलाई चाहिँ हाल्यो नि, पुरा हात हालेर हात्ती हो। तिमी गर्ने ट्राई गरेर मिलेर गर है। अब सबैले एकचोटि ध्यान दिएर सुन्यो है। बनाउनुलाई यो खान त खुल्लै छ नि माथिबाट, यताबाट हात छिराउनु पर्ने हामीले त। यताको खुल्ला छ त, त्यो त अहिले बनिरहेको छैन हो। यसलाई सबभन्दा पहिला गम लगाउने। यहाँ माथि है सबैले ध्यान दिइराख्नु। यो माथि छ नि यो ट्रायङ्गल सेप, ट्रायङ्गल सेपको छेउछेउमा अलिअलि गम लगाउने है। सबैले एकछिनपछि अलि ध्यान दिएर हेर्नु। लाग्यो? टाँसियो? अब त बन्द छ, सबैतिरबाट बन्द भएको ठाउँ हो। सबैतिरबाट बन्द भएको हो। अब चाहिँ हामी खरायो बनाउने है त। म सिकाउँछु। खरायोको टाउकोमा गम लगाउने, खरायोको टाउकोमा गम लगाउने। हल्ला नगरिकन हेर्ने है, अहिले कसले राम्रो बनाउँछ नि फेरि। तपाईँ के छैन यसको? नाक छैन। सबैले कालो पेन पाउँछ हो। अनि ऱ्याबिटको नाक बनाउनु पर्छ हामीले। ऱ्याबिटको नाक कस्तो हुन्छ होला? Good. No. यो चारवटाको अर्को पनि एक्टिङ गर्ने नि अब। घरै बनाउनु सक्छ भने त्यसो बोल।